आज चाहिँ हामी यहाँ घुम्न निस्केको पानी पनि परिरहेछ यसो वाकमा निस्क्यौँ भनेको यस्तो गाउँ छ यार डाँडाको छेउमा छ यार घर दुईटा यार राम राम यहाँ त बाघ भालु नि आउँछ होला यार अब के गर्ने सिसी क्यामेरा लगाउँछ ट्याक्क राम्रो छ ऊ त्यहाँ फेरि त्यो गाई फार्म हो रे यसो नेपालीहरू भेट हुन्छ कि भनेर हो यसो बसेर दुई चार गफ खानु भनेको यार कोही भेटिँदैन यार अघि एउटा बरेपला भइआएको थियो नि कताबाट आएको थियो यार बरेपला भइआएको थियो नि यहाँ त जाडोमा पनि बरे पेद्दो रहेछ हौ त्यसले आएको थियो क्या अघि यस्तो लुगा लगाएको थियो त यार साइकल कहाँ छोड्यो त्यसले पानीको सिजन छ यहाँ हामी अनि एउटा यो बोकेर ट्यागको छाता बोकेर हिँडिरहेको चप्पलमै हिँडिरहेको ट्यागको हो अब के गर्नु त नि अब साइकल किने पो अनि जाने एउटा साथीले साइकल किनेर यार हिँडिहाल्यो यार हामी दुईजना अब यो वाकमा जाँदैछौँ यार ठिकै छ पैसा बचेछ रमाइलो छ हौ जङ्गल घारी आयो कमाउन आएको 32,000 साइकल किनेर खेल्नु हो हुन्छ यार पैसा नभएको बेला यार साथीले यार 32-34 हजारको साइकल किनिदिन्छ यार हामीलाई नि जोस आइहाल्छ नि ठिकै हो केटा हो कोरियामा आउन है कृषिमा यस्तो हिलो छ यहाँ मजाले धान रोपाइ गर्नुपर्छ यहाँ दुईचोटि धान रोप्छ नि त फेरि यहाँ त एउटा काटिसक्यो यहाँ अर्को रोप्नुलाई लेवा हानिसक्यो है आऊ गोर्खेनीहरू सबैजना धान रोप्न हामी नि कहिलेकाहीँ आउँछौँ यहाँ शनिबार धान रोप्नु यस्तो छ हौ भ्यू कोरियाको आहा ऱ्याङ कुकुर त अब कुकुरदेखि त तिमी डराउँछौ नि त म त खासै डराउन यस्तो टोक्नै आएपछि मात्र डराउने हो कि टाढाबाट चाहिँ भुकी केही फरक परेन भुक तैँले पाएको हो वरदान भुक्नु पर्छ नि अहिले त त्यति नभुके त तँलाई त बिरालो भनिहाल्छ नि माथि त पुरा लभली डाँडा भन्ने ठाउँमा त यहाँ चिहान बनाएको छ यहाँ कोरियनहरूले हाराबजी हारामा नि यहाँ गाडिएका छन् यस्तो छ हौ खेङ्गिदोमा ल्याएर छोडिदियो यस्तो छ अवस्था खेङ्गिदोको गाई धेरै छन् साथी यो चाहिँ गाई फार्म हो यहाँ चाहिँ गाईहरू एउटा कुकुर छोड्दैछ बस गाई फार्म यो डुबेको वाला गाई फार्म हो क्या यो कोल्याप्स हुने होला यो कतै धान काटेर अर्को धान लगाउन थालिसक्यो यार कतै धान थ्रेसरै गर्न बाँकी छ के खाले हो यार कोरिया हजुर ओ टाढो गाडी आयो बजार जाने गाडी आयो 224 225 900 पो है सरी अब यहाँ आएर यहाँ चाहिँ अब धान काट्नै बाँकी छ फेरि हिलो छ नि त यहाँ त यो त नकाटेको किन हो कि मतलब पानी छ क्या पुरै यहाँ त त्यो कम्बाइन पनि जाँदैन कम्बाइन पनि फस्छ नि त हिलोमा त त्यो छोडेको हो ल साथी मेरो पनि भ्लग बनाइदियो ल म अलि अगाडि जान्छु ल तिमी अलिकति होसियार भाइ तिमीलाई देखेपछि त फेरि आइहाल्छ नि अरू कस्तो हुँदैछ कोरियाको भाषा यस्तो छ यार दिक्क लाग्ने केले हिँडेको बन्दुक हो यो शीतल भेट्यो भने ड्याङ्नु पर्यो अस्ति त गुलियाली बनाउँछु भन्दै थियो त फेरि चरा मार्नु जान्छु भन्दै थियो त के गर्ने अब यहाँ मासु महँगो रहेछ यदि चरा मारेर खाउँ भने अब जिस्कायो नि झन् त छ
अझै छैन होइन छाडा शान्त बसेको किन ओए यहाँ हेर न कस्तो स्टाइलिस छ हँ यो गरेर कति शान्त यो त पुरै दामी हो नि एउटा फोटो हाल्ने भयो मान्छे भित्र हेरिरहेको छ यस्तै घर बनाउने देखाउँछ नेपाल गएर यस्तै घर बनाउने देखाउने प्रोग्राम देख्नु न देखेर आउलै पछि पछि फेरि पछि न ओए सन्दनी तिमीलाई हिर्काउला लट्ठीले टक 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 ट्याक्क अगाडि हुन्छ अरे भुटेन यो पनि कोही कोही मान्छेहरू जस्तो रहेछ क्या अगाडि नभुक्ने पछाडि पछाडि कुरा काट्ने जस्तो होइन खुर्सानी दिएको भए यार हामीले किन्नु पर्थेन बारी देखाइदियो त साथी कोरियाको यहीँदेखि सर्लक्कै देखाइदियो त सर्लक्क यहाँ पुगिरहेको छ खुर्सानी यहाँ मात्र 1 करोडको खुर्सानी त बेच्छ तरकारी पनि देखाइदियो त्यो सकलगन्ध हो त्यो जाडोमा यस्तो खाने सकलगन्ध बारी त्यो पुरा त्यो उता चिहान छ उता त्यो चाहिँ नदेख यता चाहिँ छ भुसुत लाग्दाखेरि हो यस्तो छ जाडो सुरु भयो यी टोपी चाहिँ लगाएको छु अब अहिले चाहिँ इपिएसको ज्याकेटले काम चल्छ स्यालेरी आउँदैछ ट्यागको ज्याकेट हान्नुपर्छ 20,000को ट्यागको न्यानो भइहाल्छ नि यहाँ त पैसा भए चाहिँ न्यानो हुने हो कि जाति पैसा ट्यागको त्यस्तो त गाह्रो छ यार टाटा कुकुर आए साथी कार्य भला धेरै लामो होला जस्तो छ होला